हावामा बगिरहेछन् प्रार्थनाका रङ्गीन झन्डाहरू र ती झन्डासँगै बगिरहेको छ काठमाडौँको आत्मा, जहाँ घामको पहिलो उज्यालो स्तूपको सुनौलो गजुरमा बिस्तारै अडिन्छ। त्यही क्षण लाग्छ मानौ स्वयम्भूका आँखाले नै भनिरहेका छन्, शान्तिको बाटो आफ्नै मनभित्र खोज। सयौं वर्षदेखि उभिएको यो स्तूप काठमाडौँको सभ्यता, विश्वास र समयको साक्षी हो। यहाँ आउने प्रत्येक अनुहार फरक हुन्छन्, तर चाहना सबैको एउटै, केही क्षणको शान्ति, केही सेकेन्डको आत्मस्पर्श। पुराना सिडीहरू चढ्दै जाँदा लाग्छ हरेक पाइला कुनै यात्राको सम्झना हो, हरेक सास एउटा नयाँ प्रार्थना हो। हरेक झन्डामा लेखिएको छ मौन मन्त्र, जुन हावासँगै फैलिँदै जान्छ र मनभित्रको अन्धकारमा उज्यालोको एउटा सानो चिसो किरण झर्छ। स्वयम्भू एउटा स्थान मात्र होइन, एउटा अनुभूति हो, जसले हरेक आगन्तुकलाई सम्झाउँछ शान्ति पाउने बाटो टाढा होइन, आफ्नै मनभित्र छ। जहाँ आकाश र पृथ्वी भेटिन्छ, त्यही आत्मा र शान्ति पनि एकअर्कामा विलय हुन्छन्। यो मात्र स्वयम्भूको दृश्य होइन, यो काठमाडौँको आत्माको आवाज हो।